अबको 2-3 दिनमा फेसबुक बन्द गर्ने भनेर सूचना तथा सञ्चार मन्त्रीले भनेका छन्। यो फेरि दोहोऱ्याएका छन्, अस्ति भन्दै थिए भनेपछि अब पक्कै पनि बन्द गर्न सक्छन्। बन्द गर्नुको कारण के भन्दाखेरि फेक आइडी बनाएर गाली गलौज गर्यो, सामाजिक सद्भाव भड्कायो, जातीय विभेद भयो भन्ने कुरा छ। फेक आइडी बनाएर मन्त्री लेखिरहेको छैन, सामाजिक सद्भाव भड्काइरहेको हुन्छ। टिकटक दर्ता भयो, 10 महिना बन्द पनि भयो, दर्ता पनि भयो। अहिले टिकटकमा बन्द छ त छैन। सबैभन्दा बढी फेक आइडी टिकटकमा बनाइएको छ। सबैभन्दा गाली गलौज पनि त्यही हुन्छ होइन, मानवर्धन पनि हुन्छ, चरित्र हत्या, सामाजिक सद्भाव सबै छ नि, केही रोकिएको छैन नि, रोकिन सक्दैन। अनि अर्को कुरा, त्यो सक्नलाई त तपाईँले फेसबुकमा पनि टिकटकमा पनि कारबाही छ नि त, विद्युतीय कारोबार ऐन छ। विद्युतीय कारबाही ऐन कसैले पनि फेक आइडी बनायो भने त्यसलाई कारबाही गर्न सकिन्छ। अझै उहाँहरूको अर्को भनाइ के छ भन्दाखेरि उनीहरूले हामीलाई टेढेना तेरो देशको जिडिपी भन्दा हाम्रो देशको जिडिपी हुन्छ बढी हुन्छ भनेर भन्ने सोच छ, यताउता भन्ने छ, त्यो भन्या चाहिँ देखिँदैन। तर उनीहरूको इन्टेन्सन त्यस्तो हो भन्न खोज्नु भयो होला। तर विशेष गरी अहिले यदि ल मानव फेसबुक बन्द गरिदिइहाले पनि त त्यो रोकिन्छ त? टिकटकमा गएर गाली गरिहाल्छन् मान्छेले। अन्य प्लेटफर्म छ, विभिन्न छ। त्यो हुनाले यो मेरो हिसाबमा चाहिँ यो बन्द गर्नुको कुनै अर्थै देख्दिनँ म। ल मानव दर्तै गरे पनि फेरि के हुन्छ त? मोनिटाइज कि बरु मोनिटाइजको कुरा गरिदिएको भए, नेपालमा मोनिटाइज गरौँ भनिदिएको भए बरु फाइदा हुन्थ्यो नि, जनतालाई फाइदा हुन्थ्यो, पैसा आउँथ्यो। अब बन्दै गरे पनि के हुने? ल बन्दै नगरे पनि के हुने? ल दर्तै गरेर हुन्छ के छ? मान्छेले फेक आइडी बनाउनु छोड्छ नि त? फेक आइडी त बनिहाल्छ। त्यो हुनाले कुनै अर्थ देखिँदैन।